सो हे गाइज वेलकम ब्याक टु माई न्यू एपिसोड न्यू भ्लग होइन म र मेरो साथीहरू आज चाहिँ कहाँ जान लेक पर्सा जान लागेका छौँ। यहाँ मेरा केटाहरू छन् तर लेक पर्सा होइन कहाँ हो मैले थाहा पाएन होइन। यिनीहरूले नगरपालिकादेखि बाहिर भने एउटा पछाडिदेखि अटो आएर अटो कि ठ्याक्कै आएर हल्का डिस्टर्ब गरेर इग्नोर गर। मेरो माधव ह्यान्सी दोस्तले चस्मा लगाएर लास्टै बवाल देखेन होइन। अब कतातिर फर्किने थाहा छैन। ल भ्यू हेर्दै गरौँ ल अगाडितिर है ल। सो गाइस यो चाहिँ सुर्खेतको के भन्छ यसलाई एयरपोर्ट हो होइन। हामी एयरपोर्टसम्म आइपुगेँ हामी दिपेश र माधव मेरो साथी यहाँ छन् र तपाईँको होस्ट शान्तनु पौडेल दि हिरो यहाँ छ। अब हामी एयरपोर्टदेखि कता जाने बाटो थाहा छैन। म आजसम्म घरदेखि हिँडेर कालिम्चोक गएँ यिनीहरूले लेक पर्सा पुऱ्याइदिनु लाग्यो मलाई। त्यही पनि ठिक छ यिनी पनि पहिलोचोटि हो। सो गाइस दिस इज एयरपोर्ट होइन। हामी भर्खर एयरपोर्ट रिच गरेका छौँ। अझै धेरै टाढा जानु छ। ऊ त्यहाँनिर चाहिँ हाम्रो के मेला हान्ने हो ऊ त्यो त्यहाँ चाहिँ एकैचोटि गएको छु। अब चाहिँ अर्कोचोटि जानु पर्ला भन्ने सोच्छु। तर आज चाहिँ लेक पर्सा। सो गाइज होइन हामीहरू कहाँ आइसक्यौँ हामीलाई पनि थाहा छैन। पिबिरा आइसक्यो हम। अब धेरै हिँड्नु छ कहाँ हो थाहा नै छैन। म त भर्खरै खाना खाएर निस्केको। भर्खरै खाना खाएर आएको। मलाई त पेट दुखी गयो यार दोस्त। आज यही बेला फेरि जुठो लागेर रहेछ। मासु सासु यताउता पर्क सर्क हान्ने भनेको हाम्रो यिनी साथीलाई फेरि 45 दिनसम्म के पनि खानु मिल्दो रहेछ। अब हामी खाने यिनी हेर्ने हो छैन। आज मात्र एक छाक्यो। आज मात्र तिनलाई तिनलाई त 45 दिनै हो। ल गाइस अब हामी सिधै हल्का फुल्का बाटोको तपाईँलाई डिटेल दिइरहन्छु। धेरै चाहिँ यार यिनीहरूलाई त अहिले पिट दुखी गरेर खाना खाने बित्तिकै निस्कियो क्या। जुत्ताको राम्रोसँग तना पनि बानेको छैन मैले। सो गाइस हामीहरू चाहिँ देउती बजे आइपुग्यौँ। हिँड्न धेरै छ देउती बजै चाहिँ धुलापीठ आइसक्यो भनौँ। हामीले यहाँ 2-3टा मान्छे यसो तिमी लेक पर्सा हान्ने कहाँ तिनीहरूले एकदम अनौठो पारामा हेऱ्यो कि हामीलाई हिँड्दै जाने हो भनेर। अब विश्वासै लाग्दैन हिँड्दै जाने हो। हाम्रो साथीहरू सब यहाँ छन्। माधव दिपेश यहाँ छौँ। अब हामी यो कुन ठाउँ हो के अरे ठाउँ धुलापीठसम्म आइपुग्यौँ। बाटो चाहिँ भर्खर यसो न्युली पिच हुन लागेको रहेछ। अझै कति 70 किलोमिटर छ भने नभए हेर्दै जाऊँ कतिसम्म हिँड्न सकिन्छ। यहीँ छौँ हामी सवारी। क्या म त दङ परेँ यार। यो बाटोमा आजसम्म आएकै थिएन होइन। सुर्खेतदेखि अरू नै कुनै ठाउँ हो कि जस्तो लागेको थियो कि। यहाँका घरहरू पनि पुराना थिए होइन। मलाई त एकदम नयाँ नौलो लागेको थियो कि। एकदम अचम्मै फिल भएको कि यहाँ आउन होइन। तर के हो जस्तो कि यो ठाउँ पनि यार हेर्नु यो बाटो। यहाँ फेरि एउटा अर्को ठुलो ट्रक आइगयो कि। यस्तो दामी सिन छ गाइस। तर क्यामेराले भेटाउनु चाहिँ सकेन होइन। ओभर बवाल सिन छ कि। हामीहरू चाहिँ हल्का धेरै टाढा आइसक्यो हम। तर कहाँ हो थाहा छैन। यहाँसम्म छौँ हामीहरू। कतिसम्म हिँड्न सक्छौँ। यो अर्को आइस त भन्छन्। मैले चाहिँ केटाहरूलाई लिफ्ट मागेर जाऊँ भनेको। अब लाज मानेछन् यिनीहरू। लिफ्ट मागेर जाने प्लान छ। यी साथी पछाडि माधव यहाँ छन् दिपेश दोस्त। सो गाइज हामीहरू यो ठाउँमा आइपुग्यो हम। कस्तो बवाल सिन देख्यो यार। हामीहरू चाहिँ यो ठाउँमा आइसक्यो हम। कस्तो राम्रो देखियो होइन। भ्यू चाहिँ बहुत मन पऱ्यो। अब हामीहरू चाहिँ ऊ त्यो पुल देख्यो नि ठ्याक्कै त्यो पुलसम्म जाने। अब मलाई चाहिँ अति भोक लाग्थ्यो। मेरो साथीले चाउचाउ किने बट आई लभ भेली होइन। मलाई भेली चाहिँ लास्टै मनपर्छ। यसले हल्का इनर्जी दिन्छ कि हल्का यसो तिर्खा सिर्खा लाग्दैन यो खायो भने। ट्याक्कै मेरो साथीहरू यहाँ यसरी झरेर खान् ल। यस्तो बवाल छ क्या ठाउँ यार। ठाउँ गाइज ट्याक्कै यहाँसम्म आइपुग्यौँ हम। दिपेश दोस्त माधव। तर माधव चाहिँ लास्टै ओभर ओ सेड ह्यान्डसम देखाएन। म धन्दै यहाँ लडेको गाइज होइन नदेखेको। सो गाइज तपाईँहरूले देख्न सक्नुहुन्छ मेरो पछाडिको भ्यू कस्तो बवाल देख्यो होइन। मेरा केटाहरू यहाँदेखिको बसेछन्। यहाँ यताउता बहिनीहरूदेखि खाइरहेछन्। ठाउँ यस्तो दामी छ होइन। चस्मा ल अब माधव चाहिँ चस्मा लगाएर जान्छन्।
यहाँबाट चढ्ने रहेछ गाइस, चढ्ने बाटो चाहिँ बहुत सजिलो छ। अब चाहिँ म चढ्न लाग्यो, धन्दै लडेको यार गाइस। मामा त धन्दै लडेको के। अब दामीसँग आफ्नो गन्तव्यमा आइपुगे। अझै माथि चढ्नु छ भाइ। यार कस्तो चिप्लो हो कि बाटो। मैले गोबरमा खिचेँ गाइस, गोबर खिचाए राम्रो हुन्छ अरे होइन। सो गाइस अघिदेखि हामी चाहिँ ऊ त्यहाँ थियौँ, अहिले चाहिँ यहाँ आइपुग्यौँ। दोस्त फोटो सेसन भइरह। थाकेँ यार म त। फोटो ल हल्का नजिक आउन, पहिला टाढा नजिक आउन। मैले खिचिदिइरहेको छु कि, आउन। सो गाइज हाम्रो चाहिँ यहाँ फोटो सेसनहरू सबै सक्यो होइन। केटाले फोटो सोटो भिडियो सिडियो बनाखान। अब चाहिँ हामी निस्किन लाग्यो। ए यहाँ हाम्रो दिपेश साथी, तपाईँले मेरो पछाडि माधवलाई देखिहाल्नुहुन्छ होला। धन्दै अघि हातदेखि मोबाइल खसेको पर्ने, त्यही पनि खसे त बाल हुन्न, वाटरप्रुफ फोन हो। त्यही पनि वाटरप्रुफ हो भन्दैमा पानीमा हाल्नु चाहिँ भएन। यस्तो राम्रो सिन चाहिँ यहाँदेखि छोडेर कहीँ नजाऊँ जस्तो भयो। यहीँ बस्दिउँ क्या यार। यिन साथी फेरि माया पिरेती गीत लगाएर बसे छन्। कस्तो राम्रो घर हो क्या यार, कस्तो रहर लाग्दा ठाउँ हुनु कि यतातिर हेर्नु न। ट्याक्कै यहाँ खोला छ, आई मिन के भन्छन् यसलाई, नाला। हाम्रो नालामा त फोहोर पानी, भात दाल कुखुराका भुत्लाहरू हुन्छ नि। अन्त कस्तो राम्रो यहीँको पानी ठाडै हाडे हिँडिदिउँ जस्तो भयो कि। यस्तो राम्रो ठाउँ छ। पुराना घरहरू, मान्छे रहर लाग्दा ट्याक्क परेका होइन। सर यताउता घाम हेर्ने, घाम ताप्ने गाउँ एकदम रमाइलो छन् कि। माधव साथी, पादु कहाँ गयो? माधव पछाडि पछाडि आइरहन्। यस्तो दामी घर छ कि यहाँनिर। ट्याक्क घर ट्याक्क त्यहाँ अङ्कल बसेको ठाउँमा बस्ने भने सरलक्क बिहान उठेर यो सिन कस्तो बवाल देखिन्छ के। यो अन्त यार सहरको जिन्दगीबाट धेरै टाढा। त्यहाँ एउटा दामी घर बन्दै रहेछ। त्यो मान्छेको टेस्ट चाहिँ बहुत मन पऱ्यो, यहाँ घर बनाउने डिसिजन लिएको चाहिँ। हाम्रो माधव साथी आयो यहाँनिर बल्ल। माधव छिटो यार, हामीलाई धेरै टाढा पुग्नु छ। सो माधव आइसके साथी हाम्रो। अब हामीलाई धेरै टाढा चाहिँ पुग्नु छ। हुन त मैले पुरै भ्लगभरि मैले तपाईँलाई भन्न छु धेरै टाढा जान छ, धेरै टाढा जान छ। लिटरली गाइज हामीलाई धेरै टाढा जान छ। हाम्रो त अहिलेसम्म जति हिँड्यो त्यो 1% पनि हिँडेको छैनौँ। हाम्रो दिपेश साथी आत्तिसकेका छन्। हाम्रो माधवलाई फेरि सुटिङ गर्नेबाट फुर्सद छैन मोबाइलबाट। हेर्नु न ठाउँ कस्तो दामी हो क्या। के होइन भिडियो बनाऊँ किन भनेर सोधेको, बनाउनु जान्छ भिडियो बनाउनु त के भएर हुनुहुन्थ्यो। यस्तो ठाडो उकालो छ कि गाइज यार। हुन त यो उकालो त केही पनि होइन, यहाँदेखि यस्तो बवाल देखिन्छ। त्योसँग बबाल यो पौडेल देखिन्छ। यति राम्रो ह्यान्डसम गाई विथ कर्ली हेयर टाइप 3C। हामी चाहिँ यहाँ आइपुगेछौँ अब। तर दिपेश दोस्त, खुट्टा ठुलो भयो भने हिँड्न पनि सजिलो हुँदो रहेछ अरे क्या। तिम्रो खुट्टा लास्टै ठुला छन्। अब धेरै हिँड्न छ भन्ने राख्छु पुरै भिडियोमा, तर लिटरली हिँड्न पनि त भिडियो त अगाडि हिँड्न अहिले त माधवलाई क्यामेराम्यान बनाउँछु। आउनु माधव छिटो। यस्तो बवाल छ कि ठाउँ यो घर। तर बुझ सही डिसिजन लियो कि माधव यहाँ घुम्न आउने भने चाहिँ एकदम मन खुस भयो कि। यत्रो 7-7 महिना घरमा बसेर केही पनि गरेन होइन। तर लिटरली आज हिँडेको खुट्टा दुखिसक्यो। तर रमाइलो पनि लास्टै अति रमाइलो लाग्यो। अघि लास्टै उकालो गाइस, लेक पर्छ अब जाने, अति लामो। हामी बाटोमा सोध्दै हिँडिरहौँ, साथीहरू हिँडिरहन्। म चाहिँ यहाँ थोरै भ्लग बनाएर आएको छु। र सच अ क्वाइट प्लेस यार, अति बवाल के। ओभर ठाडै छ यार जान। यस्तो छन् क्या ठाउँ। भाइ
सो गाइज धेरै पछि हिँडेको मेरो खुट्टा धेरै खत्तम भएको होइन एकछिन रेस्ट भन्ने मात्र म मात्र माधव र दिपेश माथि पुगिसकेछन् त्यस्तो बवाल ठाउँ छ हेर्नु न बवाल छ कि ल यस्तो बवाल ठाउँ छ गाइज म चाहिँ थाकिसकेको छु सायद मैले फोनलाई उल्टो समातेको होला बट द ठाउँ चाहिँ बहुत बवाल एकदम ओपी होइन खुट्टाको बवाल एक्सर्साइज बवालसँग मेरो चाहिँ भाइ सो गाइज हेर्नु न यस्तो दामी दामी घरहरू नि यस्तो अब्यान्डेन्ड तरिकाले राखे हामी कि थोरै चाहिँ भत्केछ न सायद भूकम्पले गर्दा यहाँसम्म आइपुग्यौँ हामी बाब्रे यस्तो छ क्या यहाँ ठाउँ म त गाइज थाक्यो अति भन्दा पनि अति थाकेन हौ ओभरै गर्मी रहेछ के भयो होइन केटाहरूले के देखाएर खान् म त कालो हुन्छु कि भन्ने डर लाग्यो यार के हो दोस्त खै कहाँ गङ्गटे दोस्त जहाँसम्म मलाई लाग्छ यो भ्लग चाहिँ एकदमै लामो हुन्छ होला होइन मलाई के अनुहार थियो मेरो मम्मीले चाहिँ स्वेटर लगाएर जा अरे चिसो हुन्छ अरे मैले भित्रको सबै खोलेर यत्तिकै हिँडौँ जस्तो भयो यस्तो वाइल्ड गर्मी लागेन गर्मीले गाडीहरू ब्याक टु ब्याक गइरहन् अगाडिदेखि फेरि एउटा गाडी आएर हामीहरू फेरि एकलट फोटो सेसनको लागि उभ्यायौँ हाम्रो माधव दि क्यामेराम्यान मेरो साथीहरूलाई चाहिँ लास्टै फोटोसोटो खिच्न रहर रहेछ होइन मलाई चाहिँ फेरि खासै फोटोसोटो खिच्न मन लाग्दैन मलाई जे खिच्न मन लाग्छ यही सिनहरू मस्त खिच्न मन लाग्छ कस्तो आँखामा घाम पऱ्यो मेरो फोनको ब्याट्री मैले 90%बाट युज गर्न लाग्यो त्यत्रो भ्लग खिचिसकेँ अब एप्रोक्सिमेटली मेरोमा 80% जति होला 10% घटिसक्यो फुल ब्राइटनेस ए यस्तो छ ठाउँ सो गाइज यो भ्लग चाहिँ मैले पार्ट 1 पार्ट 2 एन्ड पार्ट 3 सायद पार्ट 3 सम्म बनाउन सक्छु होला किनकि हामी चाहिँ धेरै टाढा जान लागेका छौँ ब्रो अनि हामीले एउटै भ्लगमा सबै चाहिँ कभर चाहिँ नगरौँ भन धेरै लामो हुन्छ मान्छेलाई झ्याउ लाग्छ होइन त्यही भएर यो भिडियो चाहिँ मैले पार्ट 1 सम्मको लागि छ अब चाहिँ अर्को भिडियोमा चाहिँ तपाईँलाई पार्ट 2 लिएर आउँछु पार्ट 1 मा चाहिँ हामी कहाँ आयो पुगेको त त्यो मन्टो सन्टो के लेखेको थियो कि पढेन बोर्डमा जस्ट जहाँ भने हामी चाहिँ अब अर्को भ्लग आइहाल्छ तपाईँहरूले टेन्सन चाहिँ नलिनु होला ल यो भिडियोलाई चाहिँ म यहाँसम्म गर्छु ल सब्सक्राइब गरिदिनु होला गाइज